तो चलिए शुरू करते हैं। वेलकम ब्याक प्रति भ्लग म पनि एकदमै सन्चै छु अनि हजुरहरू पनि सन्चै हुनुहुन्छ भन्ने आशमा मैले फेरि पनि आज नयाँ भ्लग लिएर नयाँ के भन्नु अब आज चाहिँ हाम्रो फर्स्ट डे इन नेपाल। हामी चाहिँ अहिले नेपालमा छौँ। यता हेर्दा मेरो हिरो होइन त्यो कलर मिलाउ न। अब यसरी हिँडिरहेको अहिले चाहिँ हामी चाहिँ अहिले साथीलाई भेट्नको लागि कहाँ जाँदैछौँ, विराट चोकमा छ अरे नि त। अनि अस्ति म नेपालमा हुँदाखेरि 5-6 वर्षदेखि नै उसले 5-6 वर्ष भन्यो म 5-6 वर्षै भएन 2 वर्षदेखि नै म जाने बित्तिकैदेखि उसले मलाई भेटौँ भनिरहेको थियो। अनि आज चाहिँ हामी जाँदैछौँ। यता हेर न अस्मै यता हेर मेरो हिरो पनि जाँदैछ। मैले ब्याग बोक भनेको कि उसको यो आउटफिटमा चाहिँ सुहाउँदैन ब्याग बोक्दाखेरि चाहिँ। अब ब्याग बोकेन भने हामी अब इन्डियाबाट आएको मान्छे होइन, ब्रस बोक्नै पऱ्यो, मेकअपको सामानहरू अलिअलि बोक्नै पऱ्यो। अनि नबोक्ने रे उसलाई ब्याग चाहिँ। त्यही भएर चाहिँ अनि मैले चाहिँ भिडियोहरू उता उयसमा ट्रेनमा बनाउनु पाउँदैन नि त, अब साउन्डहरू सुनिरहेको हुन्छ। अनि मैले त बनाइनँ, अलिकति आफूले भोइस हाल्छु भनेर चाहिँ बनाएको थिइनँ कि। अनि आज चाहिँ अब आजदेखि मैले स्टार्ट गरेँ फेरि भ्लग। अनि अब म तपाईँहरूलाई त्यही गरेर चाहिँ देखाउँछु राम्रो कस्तो हुन्छ होइन। अब नेपालमा आएर म त नेपाल कस्तो भयो होला भनेको त सबै गाउँ होइन पाउनु ल। यो त हाम्रो गाउँ यो खाता न तिम्रो यिनीहरू यो खान्छ के, यो उहाँबाट मगाउँदै खाने हो नखाने रे। यो चाहिँ खाँदो रहेछ कि हामी त खाँदैनौँ, हामी त फ्याँक्छौँ। अनि जाँदैछ अस्मी यहाँ सफारी पाउँदैन। अब हिँडाउँदै गच्छा चोकभरसम्म लानुपर्ने। आएको बिचरालाई हिँडाउँदै लान्छ भनेर घाममा कस्तो घाम लागेको छ साथीहरू, कति गर्मी। हामीले बेङ्गलोर छोड्ने बित्तिकैदेखि गर्मी भएको कि ट्रेनमा पनि। अनि अहिलेसम्म गर्मी के। अनि अहिले चाहिँ हामी सबैजना धान रोप्ने सिजनमा चाहिँ हामी चाहिँ नेपाल आइपुगेको छौँ। अस्मी यो कलर मिलाऊ होला, पछिका कलर मिलाऊ, उसमा कलर नै मिल रहा है। कोरियन जस्तो भएर हिँडिरहेछ मान्छे चाहिँ लुते भएन हो बेबी तो। अच्छा इधर हो तो देखो इधर ये रोड है ना, इसमें एनरिबल है ना, हम लोग स्कूल पढ़ता है ना, वो टाइम बहुत चुराता था। तामा खाने भएर मर्न लागेको कि साथीहरू। तर तामा चाहिँ यहाँनिर सबैलाई सोधेर मात्रै खानुपर्छ नि त, चोर्न पाउँदैन कि। हामी त चोर्न जान्थ्यौँ नि त। अब यहाँनिर यसलाई तामा खाने भन्दैछ, तामा चोर्न पाउँदैन हो। तामा बाँस तो कति दे रहे हो। इसमें देखा बाँस कितना है, इतना सारा बाँस में भी एक ये है ना, ये इमली देखो, इमली का पेड़ है ना। ये हम लोग स्कूल साइकिल में आता था इधर तक, इधर से चुरा के खाता था इसमें चढ़ के, पेड़ में चढ़ के। अभी तो यहाँ सब धान रोपने सीजन चल रहा है ना, इसलिए अभी उधर अब इधर धान रोपेगा बाद में। धान बोला तो चावल रोपता है इधर तो हमारे नेपाल में थे, और वही चावल मैं भी रोपूंगा बाद में, आप लोगों को भ्लॉग लेके आऊँगा ना। मेरा चाची लोग भी रोपता है। ये तो मेरा नेट खाली हो गया करके मेरा बहन ने मेरे को ये लॉकेट पहना दिया। मैं लॉकेट ऐसा नहीं पहनता ना, इसलिए मेरा मोबाइल पीछे है ना। अभी चल के जा रहा हूँ। मेरा तो मैं ऐसा पहना है ना, इसलिए घूमने के लिए भी जा रहा है ना। अस्मी कैसा लग रहा है बेबी नेपाल आके? इधर देखो तो, इधर देखो ना एक बार प्लीज़। कैसा लग रहा है आपको नेपाल आके? गाँव गया जैसा लग रहा है ना। देखो ये हम लोग एक बार मोमो में डाला था ना मैंने, वही है वो अम्बा। साथीहरू कसम भनेको नेपालको खाना यति धेरै मिस गरेको थिएँ नि मैले। बल्ल निङ्ग्रो बाटोमा निङ्ग्रो पाएर निङ्ग्रो किनेर लिएर आएको 100 रुपियाँको 3 मुठाले। अनि किनेर लिएर आएर खाएको हामीले पकाएर, चाचीले बनाएर दिएर। सबै धान रोप्ने सिजन भएर क्या कस्तो गर्मी छ हेर्नु न। मेकअप गरेर आएको सबै पसिना हुँदैछ हो यहाँ। बेङ्गलोरमा कहाँ यस्तो छ त? अनि बेङ्गलोरमा न गर्मी न जाडो केही छैन, कस्तो दामी छ। अस्मी ये भी खाता है क्या तुम लोग? ये तार में मिला। ल साथीहरू अब चाहिँ म तपाईँहरूलाई मै गएर अब घुमेको फेरेको होइन भ्लग बनाएर देखाउँछु। यति धेरै बोल्दा पनि राम्रो हुँदैन कि। अब नयाँ ठाउँमा गएपछि जग्गामा राम्रो देखाउनु पर्छ नि त। अनि त्यही भएर तपाईँलाई मै गएर देखाउँछु है त। ल एभ्रिवान, मैले त्यही हिजो भनेको थिएँ नि तपाईँलाई, अब म घुम्न जाँदैछु भनेर होइन। अब त्यहाँबाट चाहिँ मैले स्टार्ट गरेको नि त। हेर्नु पसिना गर्मी। हामी चाहिँ अहिले यो भाइरल पाएको अरे कुन चाहिँ ठाउँ हौ, कुन चाहिँ ठाउँ भन्छ त थाहा भएन, मैले बिर्स्यो। कानेपोखरीको भाइरल बास। हामी चाहिँ यहाँ आइपुगेको छौँ। अस्मीहरू अगाडि छ। अस्मी गर्दा पारा थुक लगाएर सिकाएको थिएन पारा केही सिकाउँछ
साडी लगाएर घुम्न आएको छन् जङ्गलमा यता यता बस राम्रो हुँदैछ राम्रो भयो अहिले त अस्मिको लागि यहाँ दाजुको लागि सर कोदो गयो भिडियो बनाउँछ ल पानी हाल्ने हो गरम पानी ए चिसो पानी पो रहेछ त चिसो खाइदिउ लो अब इसमें पानी डालेगा फिर पिएगा बोल के यो खाएको छ कि छैन नाम के है बताऊ तुम्बा तेरो गाउँ उसको ल्याङ्ग्वेजमा भिडियो बनाउँदैछ हाइट भएपछि त्यस्तै हुन्छ नि अस्मी आऊ 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 अर्को मुतुनीलाई हेर न त्यहाँ किन हेर न सबै कट्टु लगाएर अब नेपाल घुमिरहेको छ त नि किन हामी सबैतिर घुमेर आएर हो 4-5 दिन भइसक्यो आएर बसेर घुम्नु घुमाएन मजाले अनि अब चाहिँ अब भिडियो इन गर्नको लागि चाहिँ म अब इन गर्दैछु यहाँ अस्मी यहाँ लाइट देखेर बजाइरहेको छ अब बहिनी बसिरहेको छ हो सबैजनालाई मेरो भिडियो अन्तिमसम्म हेरेर माया सुझाव प्रक्रिया दिन नभुल्नु होला भन्दै अहिले चाहिँ यति नै बाई बाई फेरि नयाँ भिडियो लिएर तपाईँहरूको सामु फेरि उपस्थित हुन्छु बाई त भन्दा अस्मी बाई भन न